हरेक कुरा सम्भव छ, तपाईँले गर्न सक्नुहुन्छ। गर्ने नगर्ने तपाईँको हातमा छ। लाइफमा सपना चाहिँ देख्नुपर्छ। सपना देख्दैमा सपना पुरा हुन्छ भन्ने छैन। कहिलेकाहीँ धेरै प्रयास गर्दा पनि लडिन्छ। म यो भन्छु कि तपाईँ जहाँबाट लड्नुहुन्छ नि त्यहीँबाट उठेर देखाउनुपर्छ। केही नचलाए पनि पुग्छ। तपाईँले मेसेन्जर, फेसबुक, व्हाट्सएप 6 महिना मात्रै हो, 8-10 महिना मात्रै हो। तपाईँले यसरी पढ्नुहोस् कि गाउँलेले कहाँ गएछ भने तपाईँले खोजोस् कि अहिले तपाईँलाई फोन नचलाए पनि हुन्छ, ताकि तपाईँले भोलि गएर यो फोन होइन कि सिधै आइफोन चलाउने औकात बनाउनुहोस्। तपाईँले अहिले यति बेला चाहिँ तपाईँको इन्स्टा र फेसबुकको स्टोरी होइन, आफ्नो स्टोरी बनाउनुहोस् होइन। हामी भनेको मिडल क्लास फ्यामिली हो होइन, दुःख चाहिँ गर्नैपर्छ। तपाईँले अहिले 6 महिना दुःख गर्ने कि भोलिको 30-40 वर्ष दुःख तपाईँको हातमा छ। तपाईँ पढ्दै गर्दा कोठा कति खुल्छ, 16,000 20,000 यस्तो कुरामा ध्यान नदिनुहोस्। तपाईँ यस्तरी पढ्नुहोस् कि 40मा 40, 100मा 100 हान्ने तरिकाले पढ्नुहोस्, ताकि कोठा तपाईँलाई एउटा मात्रै भएको छ कि सबभन्दा बेस्ट सजिलो कुरा भनेकै पढ्नु। अन्यसेयो यरबुन, यहाँलाई फेरि मेरो नयाँ भिडियोमा स्वागत। आजको भिडियो एकदमै स्पेशल हुनेवाला छ, एकदमै स्पेशल हुनेवाला छ। योभन्दाको पहिलाको भिडियोमा धेरैको कमेन्ट, तपाईँले कसरी पढ्नुभयो, के पढ्नुभयो, सुरुमा पढ्दा मिनिङ कसरी छिटो याद गर्न सकिन्छ, बीएसटीहरू कसरी पढ्ने, डिटेल भिडियो बनाउनु भनेर कमेन्ट गर्नुभएको थियो। त्यसैले यो भिडियो मार्फत मेरो अनुभवहरूलाई चाहिँ सुनाउनेछु, सेयर गर्नेछु। यो भिडियोबाट धेरैभन्दा धेरै कुरा सिक्नुहुनेछ। यदि तपाईँ अहिले कोरियन भाषाको जुनसुकै अवस्थामा हुनुहुन्छ, बेसिक पढ्दै हुनुहुन्छ या एडभान्स पढ्दै हुनुहुन्छ, अथवा तपाईँ इक्जामकै प्रिपरेसनमा हुनुहुन्छ, म सबै कुरा बेसिकदेखि मैले के गरेँ, कसरी पढेँ, तपाईँले यो भिडियोबाट सोचेको भन्दा धेरै फाइदा लिनुहुनेछ भन्ने जसमा आशा लाग्छ मलाई। जसको लागि चाहिँ भिडियोलाई अन्त्यसम्म हेर्नु होला। र यो भिडियोबाट म केही कुरा तपाईँले चाहिँ फ्रीमा पनि दिनेवाला छु। त्यो चाहिँ के हो भनेर चाहिँ म भिडियोको अन्त्यतिर अथवा बिचतिर भनिदिनेछु। अब सुरु गरौँ मेन टपिकबाट। फर्स्टमा छ कोरियन भाषाप्रति तपाईँको इन्ट्रेस्ट चाहिँ हुनुपर्छ। ममा चाहिँ त्यो इन्ट्रेस्ट थियो कि मैले चाहिँ कोरिया गएर जसरी पनि कोरिया जान्छु, जसको लागि मैले जतिसुकै किन नहोस् म मेहनत गर्छु भन्ने खालको तपाईँमा एउटा इन्ट्रेस्ट चाहिँ हुनुपर्छ। मलाई के लाग्थ्यो भनेपछि 6 महिना मेहनत गरेकै भरमा लाखौँको तलब, भविष्यमा हातमा जस्तो भयो उस्तै फोन, 5 वर्ष पछाडिको ब्याङ्क ब्यालेन्स, गाउँलेले मलाई गर्ने इज्जत, घरमा आउने खुसी इत्यादि सम्झेर तपाईँ पनि उत्साहित हुनुपर्छ, इन्ट्रेस्ट हुनुपर्छ पढाइप्रति। अब पढ्नको लागि टाइम म्यानेजमेन्ट एन्ड डेली रुटिन। अब सुनौ मेरो डेली रुटिन, मैले कस्तो गर्थेँ, के गर्थेँ त। मेरो दिन बिहानबाट होइन, मेरो चाहिँ बेलुकाबाट सुरु हुन्थ्यो। म चाहिँ बिहानै उठ्नको लागि चाहिँ बेलुका छिट्टै सुतिहाल्थेँ। बेलुकामा म 8 बजे जसरी पनि निद लागे पनि नलागे पनि, 1 दिन लाग्दैन 2 दिन लाग्दैन, तर म ट्याक्कै 8 बजे जस्तो सुकै अवस्थामा पनि सुतिहाल्थेँ। अनि बानी पर्यो बिस्तारै ट्याक्कै 8 बजे निद्रा लाग्ने। अनि म बिहान चाहिँ 4 बजे उठ्थेँ। 4 बजे उठेपछि 4 बजेदेखि 5 बजे 1 घन्टाको पिरियडमा चाहिँ रनिङ जाने, योगा गर्ने, टोइलेट जाने, ब्रस गर्ने, मुख धुने, जे गर्नु छ 1 घन्टामा गर्थेँ। त्यसपछि म एकछिन पढ्थेँ, बिहान मेरो टाइम हुन्थेन। त्यसपछि 5:30मा चाहिँ आधा घन्टा पढेर म 5:30मा क्लास भइहाल्थेँ। म क्लास जाने बेला पनि मेरो कानमा चाहिँ मैले लिस्निङ गरेर सुनिराख्थेँ। मेरो मोबाइलमा एउटा पनि गीत थिएन, म सबै कुरा फालिसकेको थिएँ। क्लास सकिन्थेँ कहिले पनि म फर्केर आउँथेन। सिनियरको क्लासमा बस्थेँ, जुनियरको क्लासमा बस्थेँ। म चाहिँ बेसिकमा उच्चारणको नियमहरू पढ्दै थिएँ। त्यति बेला म चाहिँ दाइरको क्लासमा फुलफुसीहरू, नियमहरूको बारेमा, बीएसटीहरूको बारेमा जानी नजानी भए पनि त्यो क्लासहरूमा बस्थेँ, किनकि भोलि मलाई सजिलो होस् भन्ने लाग्थ्यो। अनि मैले बेसिक मिनिङहरू हरेक ठाउँबाट खोजेर लेख्थेँ, पढ्थेँ। बेसिकका सिम्पल हरेक मिनिङहरूलाई मैले चाहिँ भित्तामा टाँसेको हुन्थेँ, हरेक ठाउँमा टाँसेको हुन्थेँ। जस्तै किनकि मलाई पढ्न सजिलो होस् भनेर, मलाई इन्ट्रेस्ट लागोस् भनेर मैले चाहिँ जस्तै ढोकालाई मुन भन्छ, मुन भनेर मैले ढोकामै चिप्काइदिहाल्थेँ। हरेक कुरामा चिप्काउँथेँ। मैले अन बटनमा चाहिँ अनमा खेदा, अफतिर चाहिँ कुदा लेख्थेँ। अनि बाल्टीमा, मैले भित्तामा, पर्दामा, टेबलमा, ग्यासमा, लाइटरमा, टोइलेटमा, अनि हरेक ठाउँ मैले चाहिँ मिनिङहरूलाई चिप्काइहाल्थेँ बेसिकमा चाहिँ पढ्दाखेरि। अनि त्यसरी पनि मलाई सजिलो हुन्थ्यो पढ्नलाई। म जे गर्दा पनि ट्याक्क मिनिङ देखिन्थ्यो अनि याद भइहाल्थ्यो, रिभिजन हुन्थ्यो। बेसिक मिनिङहरू मैले त्यसरी पढ्थेँ। मेरो बेसिक भ्याइने बेला मैले दाइरको क्लासमा बसेर है, सिनियरको क्लासमा बसेर मैले चाहिँ 24 लेसन पुगिसकेको थिएँ मैले एडभान्स बुकको। अनि म उता दाइरको क्लासमा बसेर 24 लेसन पुगिसकेको छु। यता आफ्नो ट्याक्क बेसिक पनि भइयो। तर म जुनियरको क्लासमा गएर नि बस्थेँ, किनकि म त्यहाँ गएर पनि केही कुरा सिक्थेँ, आफूले जाने कुरा सिकाउँथेँ। मैले चाहिँ बेसिक चाहिँ त्यसरी पढ्थेँ। त्यसपछि एडभान्स बुकमा पुगियो। एडभान्स बुकमा चाहिँ मैले प्रत्येक च्याप्टरको मिनिङ चाहिँ पढ्ने भन्दा बढी, सरले दिएको भन्दा नि बढी सब कुरा चाहिँ, सब मिनिङ चाहिँ अन्तमा कहीँ जानुपर्ने थिएन, मैले यसमा लेखेर राखेको हुन्थेँ। अनि यसमा पनि मैले नजानेको मिनिङहरूलाई चाहिँ हेडलाइन गरेको हुन्थेँ। अब मिनिङ पढ्दाखेरि मैले कसरी पढ्थेँ त, मैले चाहिँ लेख्दै पढ्दै गर्थेँ होइन। जस्तै अब मक्ता भनेको खानु, मक्ता भनेको खानु, म यसरी 6-7 चोटि नेपालीबाट नि लेख्थेँ होइन। यो मिनिङ उभइसकेपछि 6-7 चोटि लेखिसकेपछि धेरै पनि टाइम दिनु हुँदैन। अनि त्यसपछि अर्को मिनिङ जान्थेँ। अब खादा, खादा भनेको जानु, खादा भनेको जानु, यसरी पढ्थेँ मैले चाहिँ। खाता भनेको जानु, नेउटै भरि लेख्थेँ। यसरी लेख्दै पढ्दै गर्नुको फाइदा यो पनि हुन्छ कि तपाईँको छादा, एउटा चाहिँ ओरिजिनल छादा हुन्छ, एउटा डुप्लिकेट छादा हुन्छ। जसमा ओरिजिनल छादा र डुप्लिकेट छादा तपाईँले थाहा हुन्छ। एउटा डुप्लिकेट छादा, जादावाला छादा चाहिँ के हुन्छ, सुत्नु भन्ने हुन्छ लेख्दै पढ्दै गर्दाखेरि। यो चाहिँ तपाईँ स्पष्टमा थाहा हुन्छ लेख्दै पढ्दै गर्ने बानीले। अर्को हुन्छ ओरिजिनल छादा, जुन चाहिँ के हुन्छ, चिसो हुनु, घडी लाउनु भन्ने खालको हुन्छ। यस्तै अर्को सादा, एउटा चाहिँ सिङ्गल सवाला सादा, जुन चाहिँ किन्नु भन्ने हुन्छ भनेपछि।
अर्को चाहिँ डबल सादा जुन चाहिँ सस्तो हुनु भन्ने हुन्छ। लेख्दै पढ्दै गर्नुको यो पनि मेन फाइदा हुन जान्छ है। अनि तपाईँले गाह्रो मिनिङलाई चाहिँ म बिहानमा पढ्थेँ। बिहानमा चाहिँ किनकि फ्रेस माइन्ड हुन्छ, फ्रेस माइन्डमा गाह्रो मिनिङ नयाँ मिनिङहरूलाई चाहिँ बिहानमा पढ्थेँ। एउटै मिनिङलाई धेरै पढ्नुभन्दा एउटै मिनिङलाई बरु धेरै पटक रिभिजन गर्नु चाहिँ राम्रो हुन्छ। म चाहिँ एउटा फर्मुला प्रयोग गर्थेँ, जुन फर्मुला हो 2:1। मैले चाहिँ 2वटा मिनिङ रिभिजन गरेपछि मात्रै एउटा मिनिङ पढ्थेँ। जस्तो कि मैले चाहिँ 20वटा मिनिङ नयाँ पढ्दैछु भने मैले 40वटा चाहिँ पहिला पढेको मिनिङहरूलाई रिभिजन गर्थेँ। किनकि पहिला पढेको मिनिङहरूलाई मलाई ताकि नबिर्सियोस्। नयाँ एउटा पढ्ने चक्करमा मैले पहिला पढेको 2वटा मिनिङ चाहिँ नबिर्सियोस् भनेर चाहिँ 2टा मिनिङ रिभिजन गरेपछि मात्रै मैले एउटा नयाँ मिनिङ पढ्थेँ। मिनिङ रिभिजनको मेन तरिका छ त्यो चाहिँ लिसनिङ, सुन्ने। कसरी भनेपछि मैले के गर्थेँ भन्दाखेरि मैले धेरैभन्दा धेरै मैले चाहिँ 58वटा च्याप्टरको एउटा अडियो बनाएको थिएँ। मिनिङको अडियो भोइस रेकर्ड गरेर आफूले मिनिङको अडियो बनाएको थिएँ। त्यो अडियोहरूलाई चाहिँ मैले 58वटा बनाएको थिएँ, किनकि मैले 40 र 60 चाहिँ मैले पढेको थिएन, बनाएको थिएन। अरू सब मिनिङको मेरो अडियो थियो। अडियो कसरी बनाउनु त अडियोलाई बनाउँदाखेरि मैले थोरै जस्तै मक्ता भयो, मक्ताको मक्ता अलिकति ग्याप राखिदिने, अनि खाँदा अलिकति स्पेस, जानु, यसरी बनाउँथेँ मैले। अलिकति बिचमा स्पेस राखेर, किनकि त्यो टाइममा पछि मैले सुन्दाखेरि चाहिँ आफूले छिट्टै भन्न सकौँ। त्यसरी चाहिँ सब मिनिङहरूको मैले चाहिँ रेकर्ड गर्थेँ, अनि त्यो अडियो फाइल बनाउँथेँ, अनि त्यो मैले सुनिराख्थेँ। त्यो यति बेस्ट तरिका हो नि रिभिजनको। तपाईँ सुत्दाखेरि सुन्नुहोस्, जति बेला यताउता काम गर्दा, भाँडा धुँदा, टोइलेट जाँदा, जे गर्दा सुन्दाखेरि पनि एकदम मिनिङ नजानेको मिनिङ चाहिँ याद आउँछ, जानेकोलाई पर्फेक्ट बनाउँछ। एकदम बेस्ट रिभिजनको आइडिया चाहिँ मैले त्यो पनि गर्थेँ। अनि अर्को छ मिनिङहरूलाई चाहिँ तपाईँले एउटा पढ्दाखेरि फान्देमाल फिसुत थान्माललाई पनि सँगै पढ्दा एकदमै राम्रो हुन्छ, किनकि त्यो आवश्यक पनि छ, इक्जाममा पनि सोध्छ है। जस्तै साल्दा भन्ने बस्नु भयो। अब बस्नु साल्दा मात्रै नभएर ममुरुदा छेरुआदा भनेको हो नि त, बसोबास बस्नु हो नि त। यसरी चाहिँ एउटा मिनिङ पढ्दाखेरि यसलाई बसोबास गर्नुलाई के भन्छ त, साल्दा मात्रै नभएर यो पनि परिहाल्थेँ। मर्मत गर्नुलाई के भन्छ, खोचिदा, सुरियादा, फोसुआदा, सोनफायातिदा। तपाईँले यसरी पढ्नुभयो भने नि एउटा भन्दाखेरि चाहिँ 3-4वटा मिनिङ नै याद आउँछ, अनि तपाईँलाई धेरै सजिलो हुन्छ। त्यसपछि अब छ फान्देमाल। फान्देमाल चाहिँ अब मलाई के लाग्थ्यो भने सुरुमा ओदा भनेको त आउनु गयो, अब जानुलाई के भन्छ होला, ए जानु खाँदा। यसरी चाहिँ तपाईँले पढ्न सक्नुहुन्छ। जस्तो अरू मिनिङ खिया खाँदा स्मरण गर्नु, सम्झिनु। अब बिर्सनुलाई के भन्छ त, इजे बरिदा, बिर्सनु, यो याद आउँछ क्या। यसरी पढ्नुभयो भने चाहिँ खिया खाँदा भन्दाखेरि यसको त फान्देमाल चाहिँ इजे बरिदा हो भन्ने कुरा चाहिँ याद आउँछ। खाइपादा भनेको दर्ता गर्नु हो। अब रद्द गर्नुलाई के भन्छ होला त, थाल्थ्यादा, रद्द गर्नु। यसरी चाहिँ एउटा मिनिङ पढ्दाखेरि चाहिँ अर्को पनि इन्टर रिलेटेड भएर चाहिँ जानिहाल्छ। यसरी चाहिँ मैले पढ्थेँ। छ लिसनिङ सुरुमा गाह्रो लाग्थ्यो, कि नबुझे जस्तो लाग्थ्यो, तर वास्तविक लिसनिङ सजिलो छ एभरेजमा रिडिङ भन्दा। मिनिङहरू धेरै जानुभयो भने चाहिँ यत्तिकै सजिलो हुन्छ। तपाईँले लिसनिङलाई पनि धेरै सुन्नुपर्ने हुन्छ। मैले चाहिँ लिसनिङहरूलाई त्यो थेवाहरूको प्रत्येक थेवाहरूको चाहिँ एउटै अडियो भएको अडियो सुन्थेँ। म चाहिँ यसलाई सुत्दाखेरि पनि मैले एयरपोर्ट थियो मेरो 2वटा एयरपोर्ट, त्यही सुन्नको लागि एयरपोर्ट हालिरहेको थिएँ। सुत्दाखेरि पनि सुनिरहेको थिएँ। म बिहान उठ्दै बजिरहेको हुन्थ्यो कि होइन। अनि त्यसपछि स्पिकरमा पनि म अल टाइम कोठामा म अरू केही गर्दाखेरि पनि बजाइरहेको थिएँ। म भाँडा धुँदाखेरि पनि सुनिरहेको थिएँ होइन, किनकि मिनिङहरू पनि रिभिजन हुन्छ, त्यहाँदेखि के भन्यो कुराहरू बुझिन्छ, अनि धेरै फाइदा हुन्छ। तपाईँ लिसनिङको यति इम्प्रुभ हुन्छ। लिसनिङ चाहिँ तपाईँले सुनिराख्नुपर्ने हुन्छ। कहिलेकाहीँ दिउँसो खाना खाएर पढ्दाखेरि निन्द्रा लाउँथ्यो क्या। त्यति बेला म के गर्थेँ भन्दाखेरि निन्द्रामा तपाईँ पढ्दै नपढ्नुहोस्, दिमागमा घुस्दैन। म चाहिँ के गर्थेँ भनेपछि म 30 मिनटको लागि सुतिहाल्थेँ है। योग निद्राको अडियो लगाउँथेँ एयरपोर्टमा, अनि आधा घन्टामा छम्म भएर निन्द्रा खुल्थ्यो, अनि त्यसपछि पढ्न सुरु गर्थेँ। अब छ VST कसरी पढ्ने र मैले कसरी पढेँ। VST एकदमै मजाले राम्रोसँग पढ्नुपर्ने हुन्छ, किनकि अहिलेको कम्पिटिसन र अहिलेको इक्जामको मेन बेस नै VST भएको छ। इपिएस टपिककोले 150वटा जति VST पढ्यो भने सायद इनफ हुन्छ जस्तो लाग्छ मलाई। मैले चाहिँ कसरी पढ्थेँ त, VST पढ्दा प्रत्येक दिन म क्लासबाट आउने बित्तिकै VST लेखेर पढ्थेँ। मैले 30 दिनसम्म चाहिँ VSTहरू लेख्दै पढ्दै एकचोटि मलाई मिनिङ जसरी पढेको। जस्तै गो भनेको एरानिर रोतिरले गरेमा लसुइत्ता उलसुइत्ता नसक्दिनँ होइन। असास भनेको एरा एकोले जिमान भनेको तापनि तर पनि यसरी नै पढेको। मैले चाहिँ लेख्दै पढ्दै 30 दिनसम्म मैले पढ्ने टेबल र कुर्सी थियो म चाहिँ त्यसको अगाडि चाहिँ मैले एउटा चार्ट पेपर भरि सबै चाहिँ मैले VSTहरू मात्रै लेखेर आएको थिएँ। मैले सबै पढेको थिएँ, अनि मैले नजान्दाखेरि पनि ट्याक्कै लेखेको हेर्थेँ पढ्दै गर्दा। यदि आएन भने त्यसरी चाहिँ मैले VST। अब कुरा गरौँ इक्जाम प्रिपरेसनको, मैले कसरी गरेँ त, तपाईँहरूले कसरी गर्ने। मैले मोडल क्वेसनहरू 10,000 देखि 15,000वटा क्वेसनहरू चाहिँ पढेको थिएँ। मैले एन्सरको बुक पढेँ, एन्जलको बुक पढेँ, अनि 60 सेटको एउटा बुक किनेर पढेँ, अनलाइनबाट किनेर पढेँ। ती धेरै सेटहरू मैले गरिसकेको थिएँ। तपाईँले पनि धेरै गर्नुपर्ने हुन्छ। सेटहरू धेरै गर्नाले यो फाइदा हुन्छ कि तपाईँलाई केही बिचमा मिनिङ नजाने पनि तपाईँलाई एन्सर थाहा हुन्छ, किनकि अघिल्लोचोटि पनि गर्नुभएको थियो एउटा सेट अथवा त्यही क्वेसन, अनि तपाईँलाई केही कुरा थाहा नहुँदा अर्को हान्नुभएको थियो, ग्लक यो हो कि भन्दा यो हान्नुभएको थियो, तर वास्तविक त्यो नभएर अर्को एन्सर रहेछ। अनि तपाईँले धेरैचोटि एउटै क्वेसन गर्नुभयो भने तपाईँलाई माथि राम्रोसँग नबुझे पनि यस्तो बेलामा चाहिँ यस्तो भन्न खोजेको बेलामा चाहिँ यो एन्सर हुन्छ भन्ने कुरा पनि थाहा भइहाल्छ। अनि तपाईँले इक्जामको प्रिपरेसनमा क्वेसन मात्रै धेरै सेट गरेर पनि हुँदैन, तपाईँले यताको बुकलाई पनि रिभिजन गर्नुपर्छ। मेरो चाहिँ टार्गेट हुन्थ्यो बुकलाई पनि रिभिजन गर्ने। मैले चाहिँ 1 हप्तामा चाहिँ बुक रिपिट गरेर सक्ने टार्गेट गराउँथेँ, अनि मैले चाहिँ 1 हप्तामा
बुक खाडलाई फुली अगाडिदेखि पछाडिसम्म सबै कुराहरू रिपिट गरेर सक्थेँ। अनि इक्जाम प्रिपेरेसनको सेटहरूको लागि चाहिँ क्वेसन सेटहरूको लागि चाहिँ तपाईँले अनलाइनमा पनि फ्रीमा धेरै इन्स्टिट्युटहरूले गराइराख्नु भएको छ, त्यहाँबाट पनि पाउन सक्नुहुन्छ। मैले प्रत्येक अनलाइन फ्रीको इक्जामहरू सब दिन्थेँ। त्यसपछि मैले किनेर पनि गरेँ। यत्रो गर्दाखेरि चाहिँ मेरो 38, 39, 40 त मजाले आउँथ्यो, सधैँ आउँथ्यो कि 1-2 मिस भइहाल्थ्यो, 40मा 40 पनि आउँथ्यो होइन। तर मलाई ढुक्कै थियो कि कहिले काहीँ 38 आउँथ्यो, कहिले 39 आउँथ्यो, कहिले 40 आउँथ्यो, प्रायः आउँथ्यो 40 पनि धेरै आउँथ्यो। यति धेरै दिइसकेको थिएँ त्यसपछि म फाइनल्ली पास पनि भएँ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब चाहिँ गरिदिनु होला।